हेलो साथीहरू, आज मलाई चाहिँ लास्ट करेन्ट चाउचाउ खानु मन लाग्यो होइन। त्यही भएर मैले चाहिँ गोजीदेखि टक्क 50 रुपियाँ झिकेँ। अनि एउटा करेन्टलाई 50 रुपियाँ भन्छ नि त। अनि त्यही भएर मैले टक्क करेन्ट चाउचाउ पनि लिएर आएँ। लिएर आएपछि मैले टक्क पानी तताएँ है। पानी टक्क जगमा हालेर मैले जगको स्विच पनि अन गरिदिएँ होइन। जगको स्विच पनि अन गरिसकेपछि त्यसपछि पानी तात्नुले त्यो 5 मिनट जति मैले वेट गरेँ होइन। पानी फाइनल तात्यो अनि मैले करेन्ट चाउचाउलाई बलमा टक्क फुटाएर हालेँ। मैले सिसाको बलमा हालिदिएँ। अनि त्यसपछि तातो पानी तात्यो। तातो पानीलाई मजाले हालिदिएँ है। मजाले भिजाउनुपर्छ नि त। अनि मैले अलिक फुल्ली चाहेभन्दा धेरै अलिक फुल्ली नै हालेँ, किनभने छिटो पाक्छ नि त। त्यसपछि मैले हुसले अलिकति चलाइदिएँ। चलायो भने छिटो भिज्छ नि त। अनि त्यसपछि हुसले चलाइदिएपछि मैले यसलाई बटर पेपरले छोप्यो भने झन् राम्रो हुन्छ कि, फुलिन्छ नि त। बटर पेपरले मैले यसलाई छोपिदिएँ। मजाले छोपेर मैले 5 मिनट वेट गरेँ। अनि त्यसपछि फाइनल्ली हेरेको पाकि पनि सकेछ होइन। फाइनल्ली हेरेको पाकेछ। अनि मैले त्यसलाई मजाले अर्को बलमा तारेँ है। पानीदेखि अलग गरेर मजाले तारेँ होइन। मजाले तारिसकेपछि मैले त्यसलाई मसलाहरू पनि हालिदिएँ। सबै हुन्छ नि त, यो त सबै करेन्ट चाउचाउमै हुन्छ। अरू केही मसलाहरू हाल्नै पर्दैन, नुनहरू थप्नै पर्दैन। अनि त्यसपछि मैले ससहरू, मसला अनि यसको चनाहरू, किसमिसहरू सबै हालिदिएँ। अनि हालेपछि मैले यसलाई मजाले चलाएँ होइन। मजाले चलाएपछि त त्यसपछि त यसलाई मजाले म्यारिनेट गर्नुपर्छ नि त। मसलाहरू सबै मजाले म्यारिनेट गर्नुपर्छ। अनि मसलाहरू पनि मजाले सबै म्यारिनेट भइसक्यो। अनि मजाले अझै नै चलाएँ। त्यसपछि मैले अर्को अलिक सफा बलमा हालेँ होइन। सफा बलमा हालेपछि मैले यसलाई चाहिँ खानु सुरु गरेँ। फाइनली साथीहरू, तपाईँहरू चाहिँ मैले खाएको हेरेर इन्जोय गर्नु होला है।